Good morning, everyone. This is our view, and guess where we are? We are at Zomsom. आज चाहिँ हो हाम्रो day 3 on ride for Mustang. Imagine waking up to see this view. यो भ्यू चाहिँ एकदमै ब्रेथ टेकिङ थियो हाम्रो लागि. हामीले त्यो भ्यू चाहिँ एकदमै इन्जोय गर्यौँ र हामीले जोम्सम एयरपोर्ट देख्न सक्छौँ. यो पनि नजिक नै छ र हिमालयले गर्दाखेरि यो एयरपोर्टलाई एकदम युनिक बनाएको छ. आजको प्लान भनेको मुक्तिनाथ पुगेर त्यहाँबाट हामी ब्याक टु पोखरा हुने थियो र बिहान एकदमै चिसो थियो र हामीले चिसोको मौसमलाई पनि फिल गर्दै हामी चाहिँ मुक्तिनाथतर्फ लाग्यौँ. हावा पनि चल्ने र मौसम पनि बिहानको समय घामको प्रभाव अलिक कम भएको कारणले यो चाहिँ एकदमै चिसो भइरहेको थियो. हामी लगभग 6:30 बजे जोम्समबाट मुक्तिनाथतर्फ हामी गएका थियौँ. बिहानै घाम लागेको भएको कारणले हिमालहरू एकदमै उज्यालो देखिरहेको थियो. बाटो भने कतै पिच र कतै अफरोड थियो र हरेक मोडे पछि हिमालले आफ्नो स्वरूप परिवर्तन गरिरहेको थियो. बाटोमा हामीले गुफा, झरना, खोला, चट्टानहरू देख्न सक्छौँ र यसले चाहिँ छुट्टै एउटा डिभाइन एनर्जी पनि दिएको हुन्छ. यहाँ हामीले दुईटा हिमाल देख्न सक्छौँ, नीलगिरी र धौलागिरी. प्रत्येक सिन चाहिँ मुभीको सिन जस्तो अथवा पोस्टकार्ड जस्तो देखिन्छ. हामीले डेजर्ट ल्यान्डको पनि अनुभव लिन सकिन्छ. हामीले यता धेरै गुम्बाहरू पनि देख्न सक्छौँ र पुरानो घर तथा नयाँ घरहरू पनि देख्न सक्छौँ. हामी जति अघि बढ्दैछौँ हावा पनि एकदम पातलो भइरहेको छ, तर हाम्रो एक्साइटमेन्ट लेभल भने कम भएको छैन. लगभग हामी 1.5 घन्टा जोम्समको यात्रापछि हामी मुक्तिनाथतर्फ पुग्न सफल हुन्छ. लगभग 7:45 हामी मुक्तिनाथ पुग्छौँ र यहाँ बिहान भएको कारणले त्यति भिडभाड अलिक कम नै भएको हुन्छ. मौसम पनि एकदमै चिसो र हामीलाई अलिकति डर चाहिँ अहिलेसम्म हाइटमा नगएको कारणले हाई अल्टिट्युड सिकनेस हुन्छ कि भन्ने डर थियो, तर हामीलाई त्यस्तो समस्या चाहिँ केही पनि रहेन. फाइनली हामीले मुक्तिनाथको दर्शन गऱ्यौँ र 108वटा धाराको पनि अवलोकन गऱ्यौँ. हामीले सुज ओपन गरेको कारणले एकदमै चिसो भइरहेको थियो खुट्टामा चाहिँ र भिडियो क्लिक गर्ने क्रममा सङ्गीत चाहिँ लड्नु भएको थियो. त्यो आइसमा चिप्लेर एकदमै चिसो भएको कारणले हामीले मुक्तिनाथमा नुहाउन चाहिँ सकेन कसैले पनि. मुक्तिनाथको मन्दिरको छेउमा चाहिँ एउटा स्तूपा पनि रहेको छ. यो चाहिँ एकदमै शान्त र सुन्दर छ. त्यहाँबाट चारैतिरबाट हिमाल देखिन सकिन्छ भने र यहाँ बस्ने ठाउँ पनि रहेको छ पार्क जस्तो र यहाँ बसेर फोटो खिच्ने र भ्यू इन्जोय पनि गर्न सकिन्छ. नौ बजेसम्म हामीले मुक्तिनाथको दर्शन गरेर हामी त्यहाँबाट फर्किन्छौँ. त्यो समयसँगै मुक्तिनाथमा दर्शनयात्रीहरूको भिड पनि बढिसकेको हुन्छ र घाम लागेको कारणले त्यो बिहानको जस्तो चिसो चाहिँ हुँदैन.
आज हामी बिहानै मुक्तिनाथ मन्दिर जाने भएको कारणले हामी भोकै आएका थियौँ र हामीले दर्शन गरेर फर्किन्जेलसम्म हामीले भोक पनि लागिसकेका थियो। सो हामीले होटल बब मार्लीमा गएका थियौँ ब्रेकफास्टको लागि। यो चाहिँ एकदमै एस्थेटिक होटल रहेछ। यहाँ सबै कुराहरू एकदम एस्थेटिक टाइपमा सजाइएको थियो। हामीले त्यहाँ कफी खाँदै भ्यू इन्जोय गऱ्यौँ र साथै हामीले एप्पल पाई पनि अर्डर गरेका थियौँ र यसको साथै हामीले एक बर्गर पनि खाएका थियौँ त्यहाँ। र हामी त्यहाँबाट जोमसोम होटलतिर हामी फर्क्यौँ। र हामीले फर्किने क्रममा एउटा राम्रो फोटो खिच्ने ठाउँ भेटेको कारण एकछिन रोकेर यहाँ फोटो भिडियो खिच्यौँ। यताबाट जुन देखिएको यो चाहिँ अप्पर मुस्ताङ जाने बाटो हो, तर हामीले स्याडली वी डिडन्ट गो देयर। हामीले त्यहाँ जाने प्लान बनाएनौँ र आज नै हामी पोखरा फर्किने प्लान बनायौँ र हामी होटलबाट रिटर्न भयौँ र बिच बाटोमा हामीले खाना पनि खायौँ। हामी लगभग 4 बजे फेरि बागलुङ आइपुगिसकेका थियौँ र हामीले यहाँ खाजा खाएर फेरि पोखरातर्फ लाग्यौँ। र आज लगभग 12 घन्टाको यात्रापछि हामी फेरि फाइनली पोखरा आइपुगेका छौँ विथ लट अफ मेमोरी। सबै मेमोरीहरू चाहिँ हाम्रो लाइफ टाइमको लागि हुने भएको छ। एकदम रमाइलो भयो र एकदम मजा आयो। Journey. I think journey is the best thing. Destinations र स्टार्टिङ भनेको चिज त हरेक कुरामा हुन्छ, तर जर्नी जुन त्यो बिचको दौरान हुन्छ हो त्यो चाहिँ सबभन्दा बेस्ट थियो। मेरो फोटो खिच्न चाहिँ कम गर, अरू त त्यस्तै हो। अरू सबै राम्रो छ, फोटो खिच्न मात्रै कम गर। अर्कोचोटि त नआउनु भएन, फोटो खिच्न कम गरे आउने। त्यसको लागि के गर्नु थाहा छ? मोबाइल नला टिकटिक मोबाइल छ हो, सबैले टिकटिक मोबाइल लिएर जाने। लेट्स बेस्ट आइडिया। अर्कोदेखि चाहिँ टिकटिक मोबाइल लिएर जाने, फोटो खिच्न बन्द राख्न। ठिकै लाग्यो, त्यस्तो खतरा जस्तो लागेन। तर एउटा मोमेन्टमा थियो क्या, हिमाल देख्यो नि, त्यो मोमेन्टमा चाहिँ पक्कै लागेको थियो। त्यसमा चाहिँ पोर्थी जस्तो फिल भइरहेको थियो होइन। नभए चाहिँ अब अरू ठाउँमा चाहिँ बाटोमा चाहिँ त्यस्तै बाटो हिँडिरहेको, जहिले पनि त्यस्तो बाटो हिँडिरहन्छ नि त। त्यही भएर त्यस्तो खासै त्यस्तो रेन्ज, तर मलाई जानु मन लागेको चाहिँ हिउँ भएको ठाउँमा क्या। जस्तो अब हुन्छ नि हिउँ, पोखरी, मोमो देउरे, एउटा डिफ्रेन्ट काइन्ड अफ फिल हो यो टाइपको क्या। अन्त बेस्ट मलाई हिमालयहरू जुन मैले मर्निङ उठ्दाखेरि जुन हिमाल देखियो, जाँदाखेरिको जुन एकचोटि त्यो हिमाल देखेको थियो नि, त्यो सबभन्दा बेस्ट लाग्यो मलाई चाहिँ। अनि फर्किँदाखेरिको जुन हामीले भिडियो क्लिकहरू गऱ्यो नि, त्यो बबाल चाहिँ जस्तो लाग्यो। एउटा काइन्ड अफ अब हामी आइसकेपछि सबजना पनि आयो नि त, त्यसले पनि हामीले कुनै इनिसिएटिभ लिँदाखेरि मान्छेहरू आउँदाखेरि राम्रो चाहिँ अलिकति टाइम है, मेन कुरा भनेको टाइम हो होइन। अनि एकदम कुल भएर काम भएर गरे जस्तो गऱ्यो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ हाम्रो चाहिँ। हतालिनु भन्दा पनि एकदम कुल हुने काम हुने होइन। अनि त्यसपछि अनि मजाले घुम्ने, अरू कुराबारे नसोच्ने क्या। घुम्न आएपछि घुम्न आएको मात्रै कुराहरू सोच्ने क्या। जसको कुराहरू चाहिँ जय हो शङ्करा टाइपको फिल लागिरहेको थियो। एकचोटि अलिकति डर लागिरहेको थियो जाँदैन कि भनेर। तर मेन भनेको चाहिँ त्यो लेटे हो क्या। लेट आएपछि त पागल भएको नि यो बिचिचाउँदै थियो होइन। यो पनि त्यस्तै त्यहाँपछि त सबभन्दा बेस्ट मुभमेन्ट क्या। यता पुरै घाम आएर त्यो हिमाल देखिरहेको छ, यता पुरै हिउँ क्या डार्क क्या होइन। त्यो मुभमेन्ट देख्दा चाहिँ
वाइल्ड वे टु हेभन यही हेभन जस्तो लागेको थियो होइन मोमेन्टमा हामीले धेरै मिस गरेर रहेछ भन्ने कुरो बुझ्यो नि त हामी कस्तो भयो भने होइन भन्नु चाहिँ हामी कस्तो भयो भने त्यही खानेमा मात्रै क्या घुम्नेमा भन्दा पनि खाने लाउनेमा मात्रै भयो नि त अब ट्राभल गरेर अलिकति डराउने टाइपको क्या तर त्यस्तो गाह्रै नहुँदो रहेछ नि त होइन गयो भने हुँदै रहेछ भन्ने कुरा चाहिँ बिजनेस प्लेसमा गएपछि अलिकति डिफ्रेन्ट भाइब चाहिँ हुँदो रहेछ डे एट नाइट हिजोको बेस्ट डे एन्ड नाइट क्या प्लान गरेर एकदम प्लान जस्तो भयो क्या एउटै रिस्यो क्या सबै रिस्यो यहाँ आउने त्यस्तै उहाँ पुग्ने त्यस्तै सबै बबाल जर्नी गर्नलाई म त त्यहाँबाट मुस्ताङ पुगेर कहिले पनि नै भन्नु चाहिँ लेटे भन्दा माथिको लेटेभन्दा माथिको चाहिँ बबाले त्यहाँबाट त अब कति बेला सकिँदै नसक्ने बेला जस्तो भइरहने पनि नसक्ने भन्ने जस्तो त्यही 1-2 वर्षै बस्यो भने जस्तो भइरहने मलाई चाहिँ खासमा जर्नी स्टार्ट गर्दा चाहिँ खासै मलाई एक्सपेक्टेसन थिएन गइन्छ भन्ने किनकि हुन्न जस्तो भइसकेको थियो तर लास्ट मोमेन्टमा गएर चाहिँ सबै प्लान गरे जस्तै भयो पोखरा त पहिला नै आएको हो के भन्छ बाइकमा पनि प्लेनमा पनि बसमा पनि तर यो पालिको पोखरा जर्नी चाहिँ अलिक डिफ्रेन्ट थियो किनकि टन्नै धुन खाइयो अनि स्कुटरमा आइयो सागरले चलाएर नामै राइडर सागर सो बेस्ट थियो पोखरासम्मको जर्नी आफ्टर पोखरा मुस्ताङसम्म चाहिँ एक्सपेक्टेसन अलिकति डिफिकल्ट होला जस्तो थियो तर त्यति डिफिकल्ट चाहिँ भएन अब म पछाडि बसेर हो कि मलाई थाहा छैन तर मैले चाहिँ अझ मच डिफिकल्ट थियो छ होला मुस्ताङको यात्रा भन्ने चाहिँ सोचेको थिएँ मेबी हामी राइट टाइममा गएर भयो पनि हुनसक्छ एकदम पर्फेक्ट वेदर थियो एकदमै राम्रो के भन्ने अब समय थियो जाने समय चाहिँ एकदमै राम्रो थियो चाहिँ त्यही नै हो लेटी पुगिसकेपछि चाहिँ जब त्यो उत्तर दक्षिण पूर्व पश्चिम सबैतिर हिमाल देख्यो होइन खासमा हिमाल त है जस्ट हिमाल त हो नि पर्छ सेतो हिमाल हो भन्ने मात्रै सोच हुन्छ तर एक्चुअलमा जब त्यो हिमाल देखिन्छ अनि हिमालको बिचमा बस्न पाइन्छ त्यो एक्सपिरियन्स भनेको वर्ल्डको चाहिँ बेस्ट एक्सपिरियन्स हुन्छ वान अफ द बेस्ट एक्सपिरियन्स हुन्छ आई थिङ्क धेरै पर्वत के भन्छ हिमाल चढ्ने मान्छेहरू चाहिँ किन हिमाल चढ्न क्रेजी हुन्छ भने चाहिँ त्यही मोमेन्टको कारण हामी जस्ट तलसम्म पुग्दा अझ 6-7वटा पहाडको पछाडि उभिएर त हिमाललाई त्यसरी फिल गर्न सक्छौँ भने हिमाल नै टेकेर हिउँ नै खेलेर टुप्पोमा पुग्ने मान्छेको त एक्सपिरियन्स टप अफ द वर्ल्ड हुन्छ त्यो त थाहा भएको सो मेरो पनि बेस्ट मोमेन्ट भनेकै त्यो लेते पुगेर जब हिमाल देख्यो हिमाल देखिसकेपछि चाहिँ बेस्ट मोमेन्ट थियो त्यसपछि पनि जब हामी जोमसोम पुग्यौँ जोमसोम चाहिँ हामी इभिनिङ टाइममा पुगेको थियौँ अनि इभिनिङ टाइममा पुग्दाखेरि चाहिँ जोमसोम चाहिँ मैले एक्सपेक्टेसन अलिक बढी नै गरेको थिएँ किन पनि बढी गरेको थिएँ भने किनकि धेरै मुभीहरूमा आइसकेको छ धेरै के भन्छ मान्छेहरूको मुखबाट सुनेको छ नि त मनाङ मुस्ताङ जोमसोमहरू चाहिँ एकदमै राम्रो ठाउँ छ हामी बच्चा हुँदादेखि नै सुनेको छौँ कि जोमसोमे बजार भनेर सो एकदमै बबाल होला भनेर सोचेको थिएँ तर स्टार्टिङ हुने बित्तिकै सकिँदो रहेछ त्यहाँको एकजना भाइ थियो उसले सर्भिस दिएको पार्ट चाहिँ बेस्ट नै थियो एन्ड हिज अल्सो गुरुङ बाई द वे प्लस पोइन्ट हुन्थ्यो भन्दा चाहिँ हामी अप्पर मनाङ हाम्रो अप्पर मुस्ताङ जाने चाहिँ हाम्रो प्लान थियो बट हामीसँग टाइमको कमीको कारणले गर्दा त्यो बाइक पनि अरू धेरै रिजनहरू छ सो त्यो रिजनले चाहिँ हामीले अप्पर मुस्ताङ चाहिँ जान पाएनौँ बट नो वरिज नेक्स्ट टाइम अभियसली जान सकिन्छ फेरि मुभी सुटिङ गरेको होटलमा चाहिँ जान पाइयो कृष्णले भनिसकेको थियो आफ्नो बाइक नभयो भने अरूको बाइक भयो भने माया लाग्दैन भने त्यो कृष्णले त भरपुर इन्जोय गर्यो म त यतिसम्म सोचिसकेको थिएँ कि कृष्णभन्दा अगाडि चाहिँ म पुग्छुको ला भइसकेको थिएँ 2 चोटिको मुभमेन्टमा चाहिँ तर थ्याङ्क गड आउन चाहिँ पोखरा आइपुग्यो भने गाली गर्न पाइन्थ्यो झगडा गर्न पाइन्थ्यो जति रिसाए पनि यो यस्तै त हो भनेर मलाई टलरेट गर्ने मान्छेहरूले जान्छ धेरै भाइब्रेट आउने क्या एकदमै त्यो एक गियरमा गियर कम गर्दा पनि बढी भाइब्रेट होइन बढी गियरले पनि चल्दैन हात दुखिसक्यो बाइक चाहिँ मोबाइल होइन सबभन्दा मजा यहाँबाट बिर्सिँद भएको थियो र बिहान जाँदा चाहिँ यस्तो मजा भएको थियो त्यो बिच आएपछि त
Thank you for watching our journey to Mustang. I'll look like bye bye. Take care. Happy Vijay Dashami to you all.